हजुरहरूलाई स्वागत छ आज हाम्रो युट्युब च्यानलमा। आज हजुरहरूको लागि हामी देखाउन गइरहेको छु टिभी प्यानल। के तपाईको टिभी बाहिर टंगिरहेको छ? के तपाईको टिभीलाई दिन चाहनुहुन्छ तपाईले एकदम ब्रान्ड न्यू लुक? त हेर्नुहोस्, पवित्र फर्निचरले तपाईको टिभीको लागि लिएर आएको छ एउटा ब्रान्ड न्यू टिभी प्यानल। यो टिभी प्यानलमा तपाईले राख्न सक्नुहुनेछ 55 इन्चेसको टिभी जो चाहिँ यहाँदेखिबाट यहाँसम्म हुन्छ। त्यसको बादमा तपाईले राख्न सक्नुहुनेछ यहाँ सजाउने चीज। तपाईले कुनै ट्रफी विन गर्नुभएको छ भने तपाईको ट्रफी यहाँ नै लगाइदिनुहोस्, जसले तपाईको ट्रफीलाई दिन्छ एकदमै राम्रो लुक अनि त सजाउनको लागि एकदमै राम्रो चीज। तपाईले यहाँ नै राख्न सक्नुहुन्छ तपाईको डेकोरेट आइटमहरु। यहाँ जति पनि यहाँ डेकोरेट आइटमहरु यहाँ माथि राख्न सक्नुहुनेछ। त्यसको बादमा यहाँ राख्नुहुनेछ फेरि ट्रफिज। यसमा तपाईले सेटअप बक्सहरु राख्न सक्नुहुनेछ अनि डेकोरेटेड आइटमहरु सानो सानो चीजहरु जुन तपाईले राख्न यताउति राखेर बिर्सिनुहुन्छ त्यसमा तपाईले यसमा यो चीज मैले यहाँ राखेको छु भनेर यहाँ भित्र हालेर छोड्दिन सक्नुहुनेछ। त्यसो हुँदा तपाईलाई याद बस्छ मैले टिभी प्यानलमा यो चीज मैले राखेको छु भनेर। यो बनेको हाम्रो एमडीएफ मा। एमडीएफ मीन्स मिडियम डेन्सिटी फाइबर बोर्ड। यो जुन पेन्ट भएको छ यो डुको पेन्ट भन्छ यसलाई। यसको माथि ग्लजी हानेको छ हामीले, ग्लजी फिनिशमा छ, म्याट फिनिशमा होइन यो। त्यसको बादमा यसको हाइट भन्नुहुन्छ भने म भन्दा नि के अग्लो छ, मीन्स 6.5 फिटको यसको हाइट छ। यसको ब्रेथ भन्नुहुन्छ भने यसको ब्रेथ छ तपाईको 7 फिटको। अनि यसको जुन फिनिशिङ छ एकदमै राम्रो छ। यहाँ अलिकति तपाईले यहाँ मोडलिङको डिजाइन पनि हेर्न सक्नुहुनेछ हैन। त्यसको बादमा यसको डिजाइन ओभरअल लुक मलाई मन परेको एकदमै राम्रो लुक छ। आउनुहोस् म तपाईलाई अरु एउटा चीज देखाउँछु। हामीसँग अरु एउटा चीज छ, यसलाई हामी भन्छौं शोकेस। यसलाई तपाईले किचनमा राख्नु भयो भने तपाईको बर्तन राख्ने हुन्छ, तपाईको ड्राइङ रुममा राख्नु भयो भने शोकेस हुन्छ। यसको भित्र एउटा इन्ट्रेस्टिङ चीज छ, म तपाईलाई देखाउँछु। आउनु यता आउनुहोस्। यसको भित्र हामीले लगाएको छौं ग्लास। यो ग्लासले गर्दा के हुन्छ भने तपाईले केही पनि चीज एउटा राख्नु भयो भने नि यसले चारटा देखाउँछ होइन। मैले तपाईको यहाँनेर एउटा राखिदिए भने तपाईले यहाँबाट यताबाट हेर्दा पनि हुन्छ, यताबाट हेर्दा पनि हुन्छ, चारैतिरबाट हेर्न सक्नुहुन्छ। यसले रिफ्लेक्ट गर्छ तपाईलाई हैन। यसमा तपाईले क्रिकेटमा जितेको ट्रफिज हैन, फुटबलमा जितेको, चेसमा जितेको, जे चीजमा जितेको भए पनि यहाँ ट्रफिज तपाईले सजाइदिनुहोस् एकदमै राम्रो लुक आउनेछ हैन। अनि तपाई घरमा हुनुहुन्छ भने यो चीज किचनमा राखिदिनुहोस्। तपाईको बर्तन कप देखि लिएर सबै थोकले राम्रो सजाइदिन्छ। यसको ओभरअल भन्न जाँदाखेरि यसको हाइट तपाईको 6.5 फिटमा हो, यसको ब्रेथ तपाईको 3 फिटमा हो। यसमा पनि डुको पेन्ट अनि तपाईको ग्लजी फिनिशमा छ। यसको पनि तपाईको मटेरियल के भन्नुहुन्छ भने यो एमडीएफ को मटेरियल हो। यसको प्राइस हामीले अहिले 18,000 राखेको छौं। यो मैले डिस्क्लोज गर्दै है, यो 18,000 को। तपाई आउनुहोस् पवित्र फर्निचरमा, यो तपाईले लिन सक्नुहुनेछ सिलिगुडी देखि। यसको भित्रपट्टि के स्टोरेज छ भन्दाखेरि नि भित्रपट्टि चाहिँ एउटा सेल्फ छ। यसमा चाहिँ तपाईले मोमो खाना पसन्द हुन्छ भने तपाईले मोमोको ठुलो ठुलो भाँडो हुन्छ नि यसको भित्र राख्दिन सक्नुहुन्छ। एकदमै राम्रो हुन्छ यो। अझै एक दुईटा छ मसँग, त्यो पनि म तपाईलाई देखाउँछु। आउनुहोस्। यो पनि एउटा छ हामीसँग, सेम मटेरियल सेम क्वालिटी बट एउटा डिफरेन्सेस छ। त्यो मैले ग्लजी भने यो म्याट फिनिश। यो जुन कलर फिनिश देख्दै हुनुहुन्छ यो चाहिँ म्याट फिनिश, यसलाई चाहिँ म्याट फिनिश भन्छ। अरु केही डिफरेन्सेस छैन। हल्का डिजाइनमा अभियसली डिफरेन्सेस छ। यसमा चाहिँ के छ भने यसको भित्रबाट ग्लास हामीले लगाएको छैनौं। यसमा चाहिँ यो तपाईको फिक्स, यो फोल्डेबल अनि तलपट्टि तपाईको एक साइडमा पल्ला अनि 3टा दराज। यस 3टा दराजको युजेस के हुन्छ भने अब हरेक दराजमा अलग अलग चीज तपाईले राख्न सक्नुहुनेछ हैन। अनि तपाईको ओभरअल लुक यस्तै छ। यसमा मटेरियलको विषयमा त मैले भनिहाले तपाईहरुलाई, सेम मटेरियल हो हैन। यसको फिटिङ्सहरु भन्नुहुन्छ भने यो हाम्रो एकदमै यो जुन फिटिङ्सहरु छ एकदम राम्रो क्वालिटीको हालेको हुन्छ हामीले हैन। यसमा म्याग्नेट लागेको हुन्छ माथिदेखिबाट, म्याग्नेट पनि एकदमै राम्रो क्वालिटीको म्याग्नेट हुन्छ। अझै एउटा भन्दाखेरि यो पनि छ हामीसँग। यो पनि सेम हो, तपाईको सेम बट डिफरेन्ट भन्छ नि।
तपाईँको उतापट्टि भित्र ग्लास लागेको थिएन, ग्लास लागेको थियो, यसमा ग्लास लागेको छैन। सेम बट लिटिल डिफ्रेन्ट यो चिज हो होइन। यो पनि सेम हो, तपाईँको लेन्थ ब्रेथ हाइट सबै सेम नै हो। यसको प्राइजिङ पनि सेम नै हो। अनि अझै एउटा मैले तपाईँलाई अघि देखाएको थिएँ नि, त्यो सेम चिज यो पनि हो। यति चिज मैले आज तपाईँलाई देखाउँदैछु। थ्याङ्क यू सो मच फर वाचिङ होइन। तपाईँले हाम्रो आउँदो भिडियोज पनि हेरिदिनुहोस्, मन पराइदिनुहोस्। तपाईँले लाइक कमेन्ट एन्ड गर्नुभयो भने मलाई पनि अरू नयाँ भिडियो बनाउन एकदमै म मोटिभेट हुन्छु होइन। तपाईँको भ्यालुएबल कमेन्ट चाहिँ मलाई हालिदिनुहोस्। नेक्स्ट तपाईँ कुन चाहिँ फर्निचरको विषयमा तपाईँले जान्न चाहनुहुँदैछ त्यो मलाई कमेन्ट गरिदिनुहोस्। म त्यो विषय जसको धेरै कमेन्ट आउँछ म त्यो फर्निचरको विषयमा एकदम डिटेल भिडियो ल्याउने छु। त्यसमा त तपाईँलाई पनि पर्चेसिङ कहाँ राख्ने, कस्तो प्रकारको राख्ने, के कलर लिने त्यो एकदमै तपाईँलाई क्लियर हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। आउँदो भिडियो पनि हेरिदिनु होला। थ्याङ्क यू।